भजनी जाल्फा मिडियामा यहाँहरूलाई स्वागत छ। दर्शकबिन म एकिराज जोशी। प्रतिनिधि सभा निर्वाचन आउन अब 3 दिन मात्रै बाँकी छ। आज राति 12 बजेदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधिसँगै अब कुनै पनि प्रकारका चुनावी भाषण, सभा, जुलुस, घर दैलो तथा प्रचार प्रसारका कार्यक्रम पूर्ण रूपमा निषेध हुनेछ र निर्वाचन आचार संहिता कडाइका साथ लागू हुनेछ। पछिल्ला केही दिन यता उम्मेद्वारहरूले आफ्ना एजेन्डा, योजना र प्रतिबद्धता मतदाता समक्ष राख्दै व्यापक प्रचार प्रसार गरे, तर अब प्रचार प्रसारको समय समाप्त भएको छ। अब निर्णय गर्ने जिम्मा पूर्ण रूपमा जनताको हातमा पुगेको छ। निर्वाचन आयोगका अनुसार आज राति 12 बजे उता मौन अवधिमा कुनै पनि प्रचार, मत माग्ने गतिविधि, सामाजिक सञ्जाल मार्फत प्रचार सामग्री वा मत प्रभावित गर्ने कार्य गर्न मिल्ने छैन। यदि गरेको पाइएमा कानुनी कारबाही हुन सक्ने जनाइएको छ। यही 21 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म देशभर प्रतिनिधि सभा सदस्यका लागि मतदान हुँदैछ। मतदातालाई आफ्नो तोकिएको मतदान केन्द्रमा पुगेर शान्तिपूर्ण रूपमा मताधिकार प्रयोग गर्न आग्रह गर्दछौँ। त्यस्तै मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा आफूसँग भएको मतदाता परिचय पत्र साथमा लिएर जानुहोला। मतदाता परिचय पत्र नभएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, सवारी चालक अनुमति पत्र र जग्गाधनी प्रमाण पूर्जा मध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ। उम्मेद्वार तथा राजनीतिक दलहरूलाई मौन अवधिको पूर्ण सम्मान गर्न र संयमता अपनाउन पनि आह्वान गरिएको छ। साथै मतदातालाई पनि विवेकपूर्ण र स्वतन्त्र ढङ्गले मतदान गर्न अपिल गरिएको छ। त्यस्तै यता फागुन 15 गतेदेखि निर्वाचन नसकुन्जेलसम्म मदिरा सेवन र बिक्री वितरणमा पनि पूर्ण रूपमा रोक लगाइएको छ। यस अवधिभित्र कुनै पनि नियम उल्लङ्घन गर्नेहरूका लागि कानुनी कारबाही कडाइका साथ लागू हुनेछ। आज पहाडी जिल्लामा होली पर्वको रौनक छ भने भोलि तराई होली अर्थात् फागु पूर्णिमा। होली पर्वको अवसरमा सबैले घरमै रङ र खुसी बाँडौँ। चुनावी मौन अवधि भएकाले सबैले नियमको पालना गरौँ। होली पर्वको सम्पूर्णमा हार्दिक हार्दिक शुभकामना। नमस्कार। अमृतीय गुण भएको बेलजुस बेल रस सेवनका फाइदाहरू: मधुमेह, मुटु रोगका लागि उपयोगी, पखाला, आउ, ग्यास्ट्रिक, कब्जियत हुनबाट बचाउने, पाचन प्रणाली बढाउने, औषधिको गुण भएको, रोग प्रतिरोधात्मक शक्ति बढाउने, गर्मी याममा शीतलता प्रदान गराउँछ। उत्पादक श्री वन संरक्षण बहुउद्देश्य सहकारी संस्था लिमिटेड, भजनी नगरपालिका 1 कैलालीद्वारा सञ्चालित सहकारी बेलजुस उद्योग भजनी कैलाली। सम्पर्क नम्बर 9812 65 76 95। बेल एक फाइदा अनेक।